चिन्तन मनन कार्यक्रममा हामीसँग हुनुहुन्छ एक्वा रिसर्च प्रणाली प्रतापपुर 2 सेमरीका अध्यक्ष भवानी शङ्कर यादव। उहाँले लामो समयदेखि कृषि तथा यो मत्स्य क्षेत्रमा अनुभव बटुल्नु भएको छ र अहिले माछाकै क्षेत्रमा एउटा अनुसन्धानमूलक पनि काम गरिराख्नु भएको छ। माछा पालनसँगै नयाँ अनुसन्धानहरूको पनि गर्दै आउनु भएको छ र उहाँ हामीसित अहिले हुनुहुन्छ। यो एक्वा रिसर्च प्रणालीका अध्यक्ष भवानी शङ्कर यादवजीलाई यस कार्यक्रममा स्वागत छ। धन्यवाद। अब म फेरि भन्न चाहन्छु, तपाईँलाई लामो समयदेखि यो माछा क्षेत्रमा अनुभव सङ्घाल्दै आउनुभएको छ, नयाँ कुराहरू अनुसन्धान पनि गर्नुभएको छ। एउटा जुन हाम्रो देशको अनुसन्धान निकाय छ नार्क, कृषि अनुसन्धान परिषद, त्यसलाई पनि एउटा सहयोग पुग्ने कारणले जो यहाँका हामीले बुझ्दा कि जुन काम चाहिँ त्यो नार्कले गर्नुपर्ने त्यो कामलाई सघाउने काम तपाईँ यहीँबाट यो रिसर्च सेन्टरले गर्दै आएको छ। यसमा तपाईँले कसरी यसो उत्प्रेरित गर्यो र यसले तपाईँले कसरी सहज भइरहेको छ, अहिलेको अवस्था के छ? एउटा त अब नेपालकै पहिलो पङ्गासियसमा माछाको ह्याचरी स्थापना गर्नुभयो, जुन सफल परीक्षण पनि गर्नुभएको छ। यसको लागि पनि धेरै धेरै धन्यवाद छ, बधाई पनि छ। र अब आफ्ना यो अनुभवहरूलाई यसरी हाम्रो दर्शक सामु कसरी यसरी सोच आयो र अहिलेसम्मको अवस्थाहरू कस्तो छ, के गर्नुभएको छ, यसलाई राखिदिनको लागि अनुरोध गर्छु। धन्यवाद। विगत म 15 वर्षदेखि यही माछामा पहिला चाहिँ ह्याच ल्याउने अनि सानो सानो अब पोखरीमा ह्याचिङ ल्याएर भुरा तयार गरेर 10 बिघामा त्यही कारोबार थियो। विगतमा कावासती, मध्यबिन्दु, कपिलवस्तुसम्म भुरा चाहिँ पठाएको। यो गर्दा 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 अब धेरै दशकौँ गयो। त्यसपछि अब पङ्गासियसको जमाना आयो अनि त्यसपछि पङ्गासियसमा अब सघन माछा पालन भनेपछि हाई डेन्सिटीमा माछा गर्न सक्ने चाहिँ यो प्रजातिलाई चाहिँ नेपाल सरकारले पनि पहिला त मान्यता दिए थिएन, तर पछि चाहिँ मान्यता दियो। अब माछा भन्ने बित्तिकै कार्प भनेपछि 250 देखि 300 मात्र चाहिँ हाल्न मिल्ने कट्ठामा, तर यो पङ्गासियस माछा तपाईँको एक कट्ठामा 2000 देखि 2500 पिस उत्पादन गर्न चाहिँ अब कट्ठामा चाहिँ त्यत्रो हाल्न मिल्ने अनि उत्पादन पनि तपाईँको थाइल्यान्डहरूमा अरू बाहिरमा 35 क्विन्टल कट्ठाको पनि उत्पादन गरिरहेको। तर हाम्रो देशमा तपाईँको त्यति चाहिँ हाई डेन्सिटीमा गर्न नसके पनि अब विगतमा मैले पनि अब 78 सालमा तपाईँको एक्वा रिसर्च प्रणाली भन्ने प्रतापपुर 2 मा चाहिँ स्थापना गरेँ, जसको प्रोप्राइटर छोरा हो, म अध्यक्ष हो। र अब स्टार्ट गर्दाखेरि तपाईँको सुरुवातमा 7 बिघाबाट स्टार्ट गरेको हो। 7 बिघामा स्टार्ट गर्दाखेरि बङ्गलादेशबाट कलकत्ताबाट भुरा ल्याउँदा तपाईँको एकदम सानो सानो बच्चा धेरै ड्यामेज हुने। 5000 पिस एउटा पोखरीमा हालेपछि लगभग 1000-1200 मरिहाल्ने। त्यो तपाईँको त्यो धेरै दुःख तपाईँको हालिरहेछ 1 लाख, तर चाहिँ पोखरीमा बचाउनु 70-80 हजार गाह्रो। त्यही भएर अब त्यसलाई चाहिँ कसरी व्यवस्थापन गर्ने भनेर मेरो सोचले अब यो सालदेखि म आफै चाहिँ पङ्गासियसको ह्याच यहीँ उत्पादन गर्ने लक्ष्य लिएर अब ह्याचरी पनि स्थापना गरेँ र तपाईँको बाहिरको चाहिँ टेक्निसियन र मेरो आफ्नै कान्छो छोरो तपाईँको बिएससी फिसरी फाइनल गरेर ऊ पनि दुइटै मिलेर चाहिँ यो सालबाट स्टार्ट गरेको हो। अब अहिलेसम्म 10 लाख भुरा रेडी छन्। 4 पटकमा 1-1 लाख 2-2 लाख गरेर तपाईँको सुरुवातमा अलि थोरै गरियो। अब त्यो अहिले तपाईँको 200 पिसमा आइसक्यो र अर्को लट तपाईँको त्योभन्दा लट यो हुँदो रहेछ। अब पिक आवरमा अबको डेटमा अब आज फेरि चाहिँ निकाल्दैछ, भोलिबाट तपाईँको 10-10 लाखको लटमा निकाल्दैछु र लक्ष्य मेरो 1 करोडको छ। अब समय परिस्थितिले साथ दियो भने अब बाहिर त यो देशमा 5-7 करोडै भुरा चाहिन्छ, तर हाम्रो यो छिमेकी जिल्ला, हाम्रो जिल्लालाई चाहिँ अब पुर्याउने मेरो लक्ष्य हो। अब समयले साथ दियो भने यो नवलपरासी, रूपन्देही, कपिलवस्तुलाई तपाईँको यो ट्रान्सपोर्टेसनदेखि मोर्टालिटीदेखि सबलाई तपाईँको सघाउने एउटा लक्ष्य मेरो लिएको छु र अहिलेसम्म तपाईँको 10 लाख भुरा म निकालिसकेको छु। सम्भावना अहिले के छ? जस्तो यो कार्प प्रजाति र यो जुन पङ्गासियसको यो दुईटैमा अब यो कार्प त धेरै ह्याचरीहरू छन्,
कार्पतिर, तर यो पंगासमै अब जानुपर्छ भन्ने सोच उत्प्रेरित कहाँबाट तपाईँले अब गर्यो? पंगासको र कार्पमा अब किसान चाहिँ नै किसान भनेपछि अब माछा पाल्छु भन्ने र आइसकेको किसानले अब एक कट्ठामा म्याक्सिमम राम्रो गऱ्यो भने 5 कुइन्टल मात्र उत्पादन हुने, त्योभन्दा हाई त्यो अब ब्लोअरदेखि लिएर अनेक गर्दा पनि यो पंगासमा र यसमा फरक त्यही छ। अब यो पंगास कस्तो छ भन्दाखेरि 2500 सम्म 2015 देखि 2000 सम्म एकदम एक्चुअल चाहिँ नै भुराको तपाईँको कट्ठामा हाल्ने हो र यो उत्पादन तपाईँको सरदरमा 15 देखि 25 क्विन्टल आरामसे यही चाहिँ मैले नै उत्पादन गरेको हो। एभरेजमा तपाईँको 20 क्विन्टल, अब एउटामा राम्रो भयो तपाईँको 26 क्विन्टल आयो त्यो अलगको कुरो हो, तर एभरेजमा 20 क्विन्टल राम्रोसँग दाना राम्रो भुरा यो सब मेन्टेन गर्न सकियो भने यो माछा भन्ने जातलाई किसानको एउटा एकदम तपाईँको थोरै समयमा धेरै उत्पादन गर्ने पंगास नै हो। र यो देशले पनि यसमा अब अहिले यसलाई अलिकता बर्डर तपाईँको इन्डियाको हिसाबमा परिकल्पना हेर्दाखेरि 60% इन्डिया सरकारले अनुदान दिन्छ। हाम्रो चाहिँ नि बिचमा तपाईँको यो जब यो ऋण अनुदान पनि तपाईँको सुरुमा आयो, फेरि ब्याक भयो। अब यसले किसानलाई धेरै मर्माहत बनायो। अब फेरि यो नयाँ सरकारले अब अहिले अब कृषि लोन भनेर 3% अनुदान भनेर ल्याछ। अब यो बडा खुसी लाग्छ हामीलाई। अब यो यस्तै भयो भने आत्मनिर्भर माछामा एकदम गर्न सकिन्छ र हुन्छ पनि। जिल्ला त आत्मनिर्भर हाम्रो एकदम नवलपरासी जिल्लालाई हामी लागिपरेछौँ। आत्मनिर्भर बनाउने चाहिँ एकदम सोचै हो। जस्तो अब यो माछाको भनिराख्दा अब पंगासको एउटा ल्याउनु भयो, एउटा नेपालकै यो पहिलो ह्याचरीको रूपमा स्थापित गर्नुभयो। हजुर। र अर्को पनि एउटा तपाईँले योभन्दा अगाडि परीक्षण गर्नुभएको छ 2 वर्ष पहिला, कि जुन एउटा सरकारको कन्सेप्ट अथवा सरकारी पोलिसीहरूमा पोखरी खन्न पर्यो भने कति फिट, 6 फिट खन्नु, 5 फिट खन्नु भन्ने सिफारिस प्राविधिकहरूबाट आउँछ। र तपाईँले जुन देखाउनु भयो पोखरीहरू 30-30 फिटसम्म गहिरो, 20 फिटसम्म गहिरो बनाउनु भयो, त्यसले अब फाइदा के छ, त्यसको नोक्सानी चुनौतीहरू के छ र सम्भावना कस्तो छ त्यसको? किसान भन्ने बित्तिकै सर अब कस्तो हुन्छ भन्दाखेरि अब इन्जिनियर अरू आफ्नो आफ्नो सबको आइडिया हुन्छ। पंगास यस्तो जात हो कि यो गर्मीमा त्यति रेट आउँदैन, आउने चाहिँ नि चिसोमै हो। चिसोमा फेरि के हुन्छ भन्दाखेरि कम गहिराई माछा भयो भने त्यसमा तपाईँको 4 फिटसम्म चिसो पस्छ। र अहिलेको कन्सेप्ट, पहिलाको कन्सेप्ट के थियो भन्दाखेरि अब 1 मिटर 4 देखि 6 फिट भयो भने पानी पुग्यो भने त्यो हिसाबले गरिरहेको थियो कार्पलाई। अब 6 फिट भयो भने 4 फिट त त्यतिकै चिसो पस्छ। अब यहाँको तराईमा चिसोमा धेरै चिसो, 6 डिग्रीसम्म 5 डिग्रीसम्म हामी खेपेकै हो। अब 5 डिग्रीको टेम्परेचर 4 फिटसम्म गयो भने 2 फिटमा यो पंगासियस माछा कुनै हालतमा बाँच्न सक्दैन। त्यस कारणले मैले चाहिँ विगत 2 वर्षदेखि 15 फिटभन्दा तपाईँको 18 फिटसम्म चाहिँ पानीको स्पेस र त्यसमा तपाईँको कार्पलाई तपाईँको कट्ठामा 100 पिस, त्यो गर्दा लगभग बिजुली र अरू खर्च तपाईँको कार्पले निकालिदिने र सेफ जुन आफ्नो चाहिँ पुँजी हुन्छ त्यो पंगासियस सेफ एउटा आउटपुट दिन्छ। र त्यसलाई तपाईँको पंगासियस र कार्प एउटैमा गर्दाखेरि मैले चाहिँ ब्लोअर तपाईँको 15 एचपी को मोटरमा ठुलो कम्प्रेसर लगाएर पुरै 4 बिघामा एउटै कम्प्रेसरले ब्लोअर भन्छ जुन तपाईँको पहिला बायोफ्लगमा गर्थे, त्यस्तै मैले पनि बायोफ्लग जस्तै बनाएर यो 5 बिघा एकदम दुईटै एकदम राम्रो उत्पादन भयो, 25 क्विन्टलसम्म गयो। जस्तो एउटा यो चुनौती पनि आइरहेछ, तपाईँले पनि भन्नुभयो। जस्तो यो पंगासियस माछा र कार्पको त केही यहाँको स्थानीय बजारको लागि पनि थोरै झिके पनि खासै असर नपर्ने, तर पंगासियसलाई पोखरीको हार्भेस्ट गर्न पर्यो सबै भने पोखरी नै पुरै माछा झिक्नु पर्ने एउटा के अरे बाध्यता छ। त्यो कसरी त्यसले? यो पंगासियस यस्तो जात हो, बहुत डराउने जात हो। यसलाई जाल हान्ने बित्तिकै यो डराइहाल्छ र डरायो भने दानै छोड्छ। र कार्पमा यस्तो हुँदैन। कार्पमा तपाईँको 5 सेकेन्ड मात्र उसको दिमागले थान्छ, 5 सेकेन्डमा फेरि बिर्सिहाल्छ र 5 सेकेन्ड बिर्सेपछि फेरि जाल हाल्नु जति जोटी जाल्नुहोस् उसलाई समस्या पर्दैन, ऊ दाना खाइहाल्छ।
तर पङ्गास यसलाई एक दिनमा एकचोटि जाल हाल्नुभयो भने अर्को दिनदेखि दानै खान छोडिदिन्छ। त्यस कारणले जति सर्ट त्यही भएर पङ्गासियसको पोखरी धेरै ठुलो चाहिँदैन। ठिक्क 4 कट्ठा भयो भने 4 डेढ 6 4 दुना 8,000 भयो भने स्थानीय बजारले अब सानो बजारले त सब इन्डियाकै माछा जति जे भने पनि बर्डर छेउको सब इन्डियाकै माछा ल्याएर अब 200 मा 160 मा बेचिदिरहेछन्। त्यो अब हाम्रो लागत खर्च पनि उठ्दैन। त्यही भएर बाध्य भएर ठुल्ठुलो बजार अब जस्तो काठमाडौँ भयो, पोखरा भयो, बुटवल भयो, अब यहाँ पठाउनको लागि एकैचोटि सुकाएर एकैचोटि 2 गाडी लोड गरायो भने त्यो ह्रासमेन्ट जाँदैन। र यो पङ्गासमा सबभन्दा नराम्रो के छ भन्दाखेरि दाना छोड्यो भने घट्दै जान्छ र त्यो भोलि गएर किसानलाई एकदम डुबाइदिन्छ। 15 दिन लगातार यदि एउटा पोखरीमा जाल चलाउने हो भने 15 दुना 30 लगभग तपाईँको 1 देखि 400 ग्राम गेन भइहाल्छ, घट्छ, त्यो दिनदिनै घट्छ। जस्तो अब ठिक छ, अब तपाईँले अब यसो एउटा चुनौतीहरू अनुभव गर्दै जानुभएछ, रिसर्चको भएकोले पनि एउटा यहाँको किसानलाई राम्रो अनुभव सेयर गर्नुहुन्छ। त्यस्तै एउटा नेपालकै राम्रो नमुना एउटा बनाउनु भयो पङ्गासको हेचरी, र पहिला भारतबाट ल्याउँदा र यहाँ उत्पादन गर्दा के त्यसको केही फाइदा के कस्तो हुने? धेरै फरक छ सर, धेरै फरक छ। इन्डियाबाट भुरा अहिले पनि अब बाध्यता नहो त्यत्रो चाहिँ उत्पादन नभएर पनि छ। अब त्यहाँबाट ल्याउँदा एक त सानो भुरा, त्यो त्यहाँबाट आउँदा त्यो एकदम अब 1000 किलोमिटर भन्दा माथि नै अब बङ्गलादेश भन्दा पनि कलकत्ताबाट ल्याउँदाखेरि त्यो आधीभन्दा बढी चाहिँ नै माछाको भुरा आफैमा ड्यामेज भइहाल्छ। र जो स्टोर गरेर जो पोखरी किसानलाई बेच्छ ऊ लगातार 15 दिनसम्म मर्ने। त्यो जुन कमजोर हुन्छ त्यो दाना खाएको हुँदैन, दाना पनि खाँदैन, त्यो पच्दैन, त्यो त्यत्रो स्ट्रेसमा जान्छ। त्यही भएर त्यो घट्दै जान्छ, त्यो मर्दै जान्छ। र यहाँको उत्पादन के छ भन्दाखेरि यहीँको हावा, यहीँको पानी, यहीँको ब्रुडर, यहीँको सब गर्न यो हुनाको कारणले गर्दा अहिलेसम्म मैले तपाईँ मोर्टालिटी भनेर शून्य छ। अब 100 मा 100 त कहीँ पनि हुँदैन, 2-4% 2-3 वटा। तर अहिलेसम्म म टङ्कीमा त्यही भएर आफ्नै टङ्कीमा 1000 लाइनको भुरा राखेर अहिले 300 सम्ममा यही तपाईँको आरएस विधि जस्तो राखेर दाना खुवाएर 300 सम्ममा ल्याइसकेँ 2टा ट्याङ्कीमा। अब यो परीक्षण पनि हो। भोलिको दिन यस्तो म महिना दिन राखेर भोलिको दिन डिस्ट्रिब्युट गर्नलाई पोखरीमा जाल पनि हाल्न परेन र किसानको पाएक पर्ने जति पनि दिन सकिन्छ। यहाँबाट खुद्रा पनि बेच्न सकियो, जाल चलाउन परेन। जस्तो यहाँका अब स्थानीय किसानहरू सहज रूपमा जुन तपाईँले भन्नुभयो कलकत्ताबाट ल्याउन सबै किसानको पहुँच पनि हुँदैन, त्यहाँसम्म पुग्ने सोच पनि बनाउन सक्दैन। तर अब तपाईँले यहीँबाट जब यो पङ्गास माछाहरूको सप्लाई, भुराहरू सप्लाई गर्ने अवस्था अहिले सिर्जना भएको छ, त हाम्रो यहाँका स्थानीय किसान, मत्स्यपालक किसानहरूलाई कसरी प्रमोट गरिराख्नु भएको छ? अब अहिलेसम्म विगतमा त सर म आफै 16 रुपियाँसम्म किनेर ल्याएको भुरा, त्यो मलाई पनि एकदम आत्मादेखि मलाई चाहिँ यो पिरोलिरहेछ। म मेरो स्टार्टिङ बेस म त्यही सोचिरहेको छु कि बजारमा यस्तो एउटा प्रोडक्ट ल्याम जुन तपाईँको यहीँको उत्पादन, यहीँ चाहिँ नवलपरासी, रूपन्देही र यो कपिलवस्तु भन्नाले यो एरियाको किसानलाई म आफ्नो लागत र सब जोडेर एकदम कति मिनिमम गरेर चाहिँ बेच्न सकौँ भनेर त्यो म अहिले निहालिरहेको छु। जस्तो कुनै किसानले उदाहरण अब 5 कट्ठामा उसले माछा पालन गर्न खोज्छ भने त्यसले कति जति र कसरी पङ्गासियसमा प्रवेश गर्न सक्छ? अब यो हाई डेन्सिटी भन्दा पनि यो पङ्गास यस्तो जात हो सर कि यसलाई तपाईँको ब्रोइलर जस्तो हो, दाना नभइकन हुँदै हुन्न। 5 कट्ठा स्टार्ट गर्नको लागि लगभग 5,500-7,000 जति हाल्न सकियो। 8,000 मा तपाईँको 500 देखि 1000 पिस तपाईँको कार्प पनि हाल्न सकियो। र 8,000 हालेपछि तपाईँको 8 लाख दानामा जान्छ सर। र दाना पनि अहिले म त्यही व्यवस्थापनमा लागेको छु कि दाना र भुरा यस्तो म मार्केटमा ल्याम कि बजारभन्दा चाहिँ हरेक केसम्म म दिन सक्छु, त्यही म ट्रायलमा छु सर। एकदम
मिलाएर क्वालिटीको दाना, क्वालिटीको भुरा, बजारको पनि अब व्यवस्थापन गर्न अब सरकार र स्थानीय निकाय सबलाई चाहिँ समन्वय गरेर अब त्यही हिसाबले लिएर जाने प्लानमा छु सर। जस्तो अब एउटा यो अवसर पनि छ यहाँको लागि, जसरी यो सिमरीमा छ हाम्रो यो गण्डक कमान्ड क्षेत्र हो। हजुर हाम्रो नजिकै रहेको गण्डक ब्यारेज छ। हजुर ब्यारेजदेखि अब नेपाल गण्डक पश्चिमी नहर भनेर हाम्रै यो जिल्लाको सबै क्षेत्र पुरै जिल्ला जोड्ने गरी रूपन्देहीसम्म 32 किलोमिटर नहरको यो कमान्ड क्षेत्र छ हजुर हैन, जहाँ हजारौँ हेक्टरका अब त्यस्ता किसानहरूको अवसरहरू सम्भावनाहरू देखिन्छ। त्यस्ता यो क्षेत्रका किसानहरूलाई जस्तो एउटा कुन क्षेत्रको हो भने गण्डक क्षेत्रको हो भनेर ब्रान्डिङ गर्न सक्ने नेपालभरि हैन, गण्डक क्षेत्रको यो माछा हो भनेर, त्यो पनि अब यो पंगासियस बैखी माछा अझ नेपालमा अब यो काँडा कम भएको खान रुचाउने धेरै उपभोक्ताहरू छन् र त्यसलाई अब यो क्षेत्रको गण्डक क्षेत्रको लागि को सरोकारवाला नजिकका किसान अझ यो भुरा धेरै टाढा सप्लाई भन्दा यहीँ धेरै भयो भने धेरै सहज र एकै ठाउँबाट हार्भेस्ट गर्नलाई पनि ढुवानीको सहजता, दानाको सहजता, प्राविधिकको सहजता जे पनि सहज हुन्छ नि। त त्यो कुनै एउटा मास्टर प्लानहरू अथवा मास्टर प्रोजेक्टहरू यो गण्डकलाई लक्षित गरेर बन्ने खालको सम्भावना छ कि छैन, त्यस्तो हेर्नुभएको छ कि नै? बहुत राम्रो कुरा उठाउनु भयो। यो म पहिला नै यो परिकल्पना गरेको हो। अब कस्तो भन्दाखेरि हामीले गर्व के गर्नुपर्छ भन्दाखेरि यो हिमालयदेखि आएको पानी, यसमा तपाईँको सूक्ष्म कीटाणु, सफा पानी, यो पोखरीको लागि, यो पंगासियसको लागि सबभन्दा यो लाइभ लाइन नै तपाईँको यो पानी हो। र यदि तपाईँको यो एउटा मेगा प्रोजेक्ट बनाएर यो स्थानीय तहदेखि लिएर प्रदेशसम्म यो सब सम्बन्धित निकाय मिलेर 10 बिघा पोखरीलाई डाइरेक्ट यदि यो पानी दिन सकियो भने उसले सिँचाइको लागि 10 बिघालाई मजाले पुर्याउन सक्छ त्यो पोखरीले। र अर्को के सौभाग्यको कुरो के भन्दाखेरि हाम्रो देशमा यस्तो क्लिन पानी भएर खाली हामी रिसोर्स मात्र खोजिरहेछौँ र यो तपाईँको मेगा प्लानमा तपाईँको यो पानी पोखरीले दिने र पोखरीको छरछिमेक जति 10 बिघाको एरियामा ऊ मजाले त्यो पानी डाई, युरिया, पोटास केही हाल्न पर्दैन। त्यसमा 90 देखि 100 रुपियाँ केजीको दाना खुवाएर पंगासियसको त्यो पानी फेरि कस्तो भन्दाखेरि पंगासियसलाई सफा पानी चाहिन्छ र जुन पानी हाम्रो यो गण्डक नहरमा जीवन अमृत पानी हो त्यो, र त्यो यो सर्कुलेट गर्न सकियो भने किसानलाई आधीभन्दा बढी 75% तपाईँको यो मलको आवश्यकता यसले पूर्ति गर्छ। भनेको पोखरीको पानीलाई खेतमा अन्य बालीमा पठाउन पर्यो र पोखरीलाई नयाँ पानी गण्डकको पानी हाल्न पर्यो भने त माछालाई पनि ग्रोथ गराउने र त्यो अलि के अरे जुन दाना हालिएको छ मलिलो पानी बाली नालीलाई अन्य अब कृषि प्लान्टलाई 50% सर 50% म आफै पनि अब यहाँ गरिरहेको छु। मेरो 15 कट्ठामा म त्यही पानी सर्कुलेट गराउँछु, आएर हेर्नुहोस्, त्यो पनि एकचोटि चाहिँ निकाल्नुहोस्। त्यो यति राम्रो हुन्छ कि तपाईँको अर्ग्यानिक भन्दा पनि भयो एकदम। भनेपछि यो मलको जुन किसानले अहिले मलको हाहाकार बेहोरिरहेको 80% गर्छ बाली नालीलाई कि मल चाहिएन, मल भएन, त्यो भएन भन्ने खालका समस्याहरू सरकारलाई पनि एउटा चुनौती छ। ठुलो लगानी त्यो रासायनिक मल किन्नमै आइरहेछ, त्यसमा पनि समयमा नआइदिँदा बदनाम पनि भइरहेछ सरकार। एकदम हैन। अब यही अर्को अब 30 अर्ब रुपियाँ मल खरिदमा सरकारले बजेट विनियोजन गरेको थियो। त्यस्ता अर्बौं बजेट यदि सरकारले यस्तो मत्स्य एकतिर बाली नालीलाई पनि होस्, धान गहुँ मकैलाई पनि होस्, त्योसँगै पोखरीलाई गरेर माछालाई पनि गरिदियो भने त्यो मलको पनि आपूर्ति सहज गराउँछ र मलको विकल्प पनि दिन्छ र माछालाई पनि नयाँ एउटा उसको नगदे बालीको रूपमा प्रवर्धन गर्न सक्छ। यो पोखरीमा सर पंगासियस गर्ने भनेपछि गर्मी सिजनमा नै हो र गर्मी सिजनमा तपाईँको जेठ असारदेखि पानी चाहिने खेतलाई चाहिन्छ र यो बीचको पानी तपाईँको 3 महिनामा त्यो पानी एकदम डाइयुरिया नै भइहाल्छ, एकदम ब्ल्याक हुन्छ, एकदम कालो भइहाल्छ र त्यो शुद्ध अर्ग्यानिक तपाईँको पानी हुन्छ। र त्यो 10 बिघालाई तपाईँको 10 बिघालाई मजाले तपाईँको एक सरसर्ती तपाईँको त्यो पानीले सिँचाइ गर्न सकिन्छ र 50% तपाईँको, अझ म भन्छु 50% मजाले घटाउन सकिन्छ।
डिएपी युरिया मलको आयो। मल भने त सरकारलाई यसरी अब नीति निर्माण तहमा यो सरकारको रिसर्च हुन पर्यो। हजुर। अब यहाँका अनुसन्धान सरकारी निकायले जुन अनुदान बाँडिरहेछ हजुर। ठाउँमा बाँडिदियो भने मत्स्य किसानलाई दियो भने त मललाई त्यतिकै सहज हुने भयो। इकोसिस्टम भयो सर। किसानले आधी मल तपाईँको पानीबाट पायो र माछा पालकले फ्रेस पानी पायो भने उसको उत्पादन बढिहाल्यो र 6 महिनामा तपाईँको अहिलेसम्मको यहाँको कन्सेप्ट 6 महिनामा 1.5 डेढ किलोसम्म माछा तयार हुन्छ र त्यो पिक आवरको पानी एकदम तपाईँको यति मलिलो भइहाल्छ कि जुन खेतमा चलाइदिनुहुन्छ भने माटो नै मलिलो बनाइदिन्छ। त्यसकारण यो कन्सेप्टमा यदि सरकारले स्थानीय तहले अब अलिकता पनि मनन गरिदियो भने मलाई लाग्छ सब सुखी हुन्छ। अब तपाईँलाई के लाग्छ यसको पहल कसले गर्दा हुने हो? कुनै संस्थाले अथवा गण्डकले गर्न पर्यो कि यहाँको कृषि ज्ञान केन्द्रले गर्न पर्यो? कुन निकायले अथवा भेटनेरी अथवा पशु विज्ञ सेवा केन्द्रले गर्न पर्यो? कसले गर्दा यो अगुवाई गरेर किसानलाई बुझाउन पर्यो? अब सर सिँचाइ पनि त्यसमा इन्भल्भ हुने भयो, भेटनेरी पनि इन्भल्भ हुने भयो, कृषि ज्ञान पनि हुने भयो। अब सिँचाइको लागि बनेको गण्डक उसको पनि स्वार्थ पुरा हुने भयो। ज्ञान केन्द्रलाई तपाईँको जुन ज्ञान अब किसानलाई दिइराख्नु पर्ने सिँचाइको अब हरेक ठाउँमा बोरिङ गर्नु, हरेक ठाउँमा त्यो गर्नु भनेर अहिलेसम्म त त्यही गरिराख्नु। तर त्यो पानीलाई एकदम सुटेबल पानी भनेपछि मलयुक्त पानी किसान पायो भने आम्दानी त त्यतिकै बढ्यो त। डिएपी युरियामा लगानी कम भयो, किसानलाई आफ्नो चाहिँ लागत खर्च कम भयो। पानी पायो भने त बिजुली मिटर कम भयो। सोलर लाइट मैले सोलर लाइट 3 ठाउँमा लगाएको छु, 3वटा मिटर लगाएको छु। अब यो सब त घट्छ त घट्छ। अब यसको जस्तो अब जिल्ला समन्वयको अथवा जिल्ला स्तरको कृषि समिति छ, कृषि विकास समिति, ती समितिहरू सक्रिय हुनु पर्यो किनभने त्यो समितिमा सबै निकायहरू संलग्न छन्। अब त्यसले यो कुराहरूलाई उठाउन पर्यो, अलिकति ल्याएर सबैलाई एक प्लेटफर्ममा जुटाएर अनि कसरी अगाडि बढ्ने एउटा मास्टर प्रोजेक्ट बनायो भने अन्य निकायहरूको सरकारी सङ्घीय सरकार अथवा एफओको अथवा वर्ल्ड ब्याङ्कको अरू निकायहरूको आउन सक्ने सम्भावना। हामी किसान मान्छे सर, हामीलाई त कस्तो लाग्छ भन्दाखेरि अब जिल्लाका अब समन्वय प्रमुख भए, अब आफ्नो निकायबाट कृषि ज्ञान केन्द्र भयो, अनि भेटनेरी ज्ञान केन्द्र भयो, गण्डकका डी साहब हुनुभयो, गण्डक समितिका अध्यक्षजीहरू हुनुभयो, हामी किसान भयौँ, माछा सङ्घ पनि छ यसमा, माछा अब नवलपरासी माछा सङ्घ पनि छ। अब सबलाई समन्वय गरेर समन्वय प्रमुख यसमा जिल्लाबाट स्टार्ट गर्दा मलाई लाग्छ यो पहिला नै कन्सेप्ट हुन्छ, यो नेपालमै पहिला कन्सेप्ट हुन्छ। हस् त, धन्यवाद। फेरि पनि हामीले यो माछाको सन्दर्भमा नयाँ कुराहरू लिएर र कृषिका कुराहरू, किसानका कुराहरू लिएर फेरि पनि हामी चिन्तन मननमा नयाँ सन्दर्भमा आउने नै छौँ। अहिलेलाई हामी बिदा हुन्छौँ। नमस्कार, धन्यवाद। केवल प्रश्न होइन, प्रश्नभित्र लुकेको सत्य खोज्ने प्रयास, तथ्यलाई केलाउँदै, विचारलाई बुझ्दै, दृष्टिकोणलाई परख्दै, किन, कसरी र अब के, कोलिया खबरद्वारा प्रस्तुत कार्यक्रम चिन्तन मदा, विचारको संवाद, सत्यको खोज।